मरिरहेको छ भयो भने हार्वेस्टिङ है यो चाहिँ हैन नर्सरीमा त त्यो बेर्ना निस्किन्छ बेर्ना निस्किसकेपछि त्यो फल्किने बेलामा बढ्दै जान्छ त्यसको टेम्परेचर सबै कुरा मिलाइसकेपछि चाहिँ के हुन्छ त यसमा 6वटा पात आइसकेपछि चाहिँ हामीले सार्दाखेरि चाहिँ राम्रोसँग यसले जुन अर्को ठाउँको मलहरूलाई लिन सक्छ जराहरू मजाले गर्दाखेरि चाहिँ के गर्नु पर्यो त फर्स्टमा खाल्टो खन्नु पर्यो अब हामीले गाउँघरमा चाहिँ पक्कल भन्छ हैन हो सेम बिरुवा रोपे जस्तो अनि त्यसको चाहिँ डिस्टेन्स हुन्छ हैन डिस्टेन्सलाई मेन्टेन गरेर जस्तै अब हामीले खाल्टो खन्दाखेरि पनि 1 to 2 फिटको चाहिँ गहिराई बनाएर अनि त्यसपछि त्यसलाई मल हालेर त्यसपछि बल्ल हामीले के गर्छौँ त माटोले छोपेर चाहिँ बिरुवा सार्ने पनि जग्गा बराबर चाहिँ 100 बेर्ना सार्ने भनेर भन्छ कि मल भनेको चाहिँ हाम्रो अर्गानिक मल र कम्पोस्ट मल भन्छौँ नि हामीले हैन तपाईहरुले युरिया युज गर्नुभयो भने चाहिँ त्यसलाई अर्गानिक मानिएन बेर्नाहरूलाई हुर्काउनलाई एकदमै गाह्रो हुने टाइम भनेको यही टाइम हो मङ्सिरबाट तपाईको फागुनसम्म चाहिँ के हुन्छ त शीतले खाइदिने सक्ने सम्भावना हुन्छ हैन अनि त्यो बेलामा त त्यति इम्पोर्टेन्ट भएन पानी आएर पनि भिज्छ हैन आकाशबाट पर्छ आफै त्यसले पनि भिजिरहेको हुन्छ यति बेला सुखायाम भयो अब चाहिँ हामीले के गर्नुपर्छ टाइम चाहिँ पानी दिन पर्छ हेर्दै 1 2 3 4 5 6 लगेर सार्ने बेला भयो अब चैतदेखि असारसम्म चाहिँ यो बेर्ना चाहिँ सार्दाखेरि बेस्ट हुन्छ मल पुगेको ठाउँमा चाहिँ राम्रो भएको छ हैन मल नपुगेको ठाउँमा कुनै ठाउँमा चाहिँ यहाँनिर सानो सानो एउटै पनि कुनै पातहरुमा चाहिँ रोग लागिरहेको छ हेर्नु त यहाँ त्यो शीतले गर्दै पातहरु मरिरहेको छ यहाँनिर छारी भयो भने के हुन्छ त व्यवस्थित हुन्छ डाइरेक्ट शीत पर्दैन हैन हाम्रो शीतले डाइरेक्ट पर्नु भएन है यो सानो छ यो भनेको चाहिँ लगभग 2-3 वर्ष भयो हैन त्यसपछि फर्स्ट क्रप दिन्छ भनेर पढाएको थियो नि हैन फेरि भर्खर अब यो फर्स्ट क्रप दिन थालेको बेर्ना भयो अर्को प्लान्टले चाहिँ के खाली त हैन यो सबै निकाल्न पर्छ त्यसपछि त्यसलाई वरिपरि खन्नुपर्छ गोडमेल गर्नुपर्छ मल राख्नुपर्छ यो टाइम चाहिँ तपाईको छारी भयो भने अझै राम्रोसँग कतिवटा पातहरु चाहिँ यो मरिरहेको छ यो चाहिँ शीतले गरेर चाहिँ यसलाई अलिकति इन्फेक्सन जस्तो टाइपको भइरहेको कहिलेकाहीँ यस्तोहरू सारेपछि कुनै डिफेक्ट भयो भने त्यसलाई सबै मरिसकेको पनि अब निकालेर अर्को प्लान्ट त्यो ठाउँमा चाहिँ फेरि खनेर हैन त्यसलाई चाहिँ आगो बालेर हैन त्यसलाई त्यो चाहिँ आगो बाल्नको रिजन के हो त्यहाँ भएको कीटाणुहरू चाहिँ जुन सबै मर्छन् रिजन भनेको यो सुइटेबल यो ठाउँ नै सुइटेबल होइन भन्ने हुँदैन नि यहाँ छारी नभएर मरेको हुनसक्छ पहिला त्यसलाई छारीको व्यवस्था गर्नु पर्यो हो अनि छारीको व्यवस्था भइसकेपछि अनि बल्ल त्यसलाई अर्को प्लान्ट सार्ने हो क्या पेलिङ हो पल्पिङ भनेको सर हार्वेस्टिङ है यो चाहिँ यस्तो पाकेको चाहिँ टिप्नु पर्यो अझ पर्पर वेमा टिप्न मिल्ने भइसकेर रहन्छ केमिकल आयो व्हाइट बुट्टाबाट